Night walk with street dog. यो चाहिँ स्ट्रिट डग हो हैन। जस हामी जहिले अब पसलमा आउँछौँ अनि त्यस पछाडि चाहिँ यसलाई चाहिँ अब बिस्किटहरू किनेर दिन्छौँ हैन। त्यही भएर चाहिँ सधैँ अब माया गरेर हामीलाई बसाइरहेको हुन्छ। साथीले चाहिँ अब यसलाई बिस्किट दिँदैछ। बिचराहरू भोकै हुन्छ, अब कसैले खानेकुराहरू पनि दिँदैन होला जस्तो लाग्छ। माया लाग्छ नि, के गर्नु, सबै जीव जनावरको आफ्नो आफ्नो लाइफ हुन्छ। बिचरा उनीहरूको विचार भावना बुझिदिने मान्छेहरू हुँदैन। अब हामी जहिले बेलुका बेलुका इभिनिङ वाकमा जान्छौँ। हामीसँगै जान्छ, घरमा पनि जान्छ पछ्याएर बिचरा कति भोकाइरहेको होला, कति खुसी भएर खाँदैछ होला। बरु यदि हामीले यसरी नै कुनै पनि व्यक्ति अथवा मान्छेलाई हामीले गुण गऱ्यौँ, यसरी खुवाएको भए त्यो मान्छेले सायद बिर्सिन्थ्यो होला गुणहरू। तर जस एउटा जीव जनावर भएको कारणले गर्दा चाहिँ यसले चाहिँ कहिल्यै बिर्सिँदैन क्या हामीलाई। अरू पनि थियो, अरू 2-3 वटा आज कता गएछ तिनीहरू।